हेलो साथीहरू, आज चाहिँ म नानीको घरमा घुम्न आइरहेको छु। यो चाहिँ म हो। गुड इभिनिङ साथीहरू, सबैजनालाई धेरै धेरै सम्झना, धेरै धेरै माया। अनि यो चाहिँ छोरीहरूको सिटिङ रुम हो। यो चाहिँ सिटिङ रुम देखाउँदैछु। अनि यो चाहिँ टिभी, अनि यो चाहिँ प्लान्ट लगाएको रहेछ, प्लान्ट हो। यहाँ चाहिँ कोही पनि आएर बस्ने, रेस्ट गर्ने बेड रहेछ। यो चाहिँ बेड हो। अनि त्यहाँदेखिको म हजुरहरूलाई देखाउँदैछु। यो चाहिँ टिभी रहेछ, कति इन्चको हो, ठुलो न ठुलो टिभी रहेछ हो। यो चाहिँ टिभी हो, हेरिहाल्नु। यत्रो ठुलो टिभी रहेछ। अन्त यो चाहिँ किचन हो। किचन पनि देखाउँदैछु। यो चाहिँ किचन हो। यो चाहिँ किचनको सामानहरू यस प्रकार रहेछ। म त धेरै दिनको बादमा आएको, हेरेको पनि थिइनँ राम्ररी हो। यो चाहिँ किचन रहेछ। किचन सामानहरू यसरी सामान किचनहरू रहेछ। किचनहरू यो चाहिँ अचार रहेछ, दामी दामी अचार बनाएको रहेछ। आँपको अचार, मुलाको अचार। अहिले घाममा सुकाएर भित्र हालेको होला। अहिले एउटा नानीले भित्र ल्याएर राख्दै थियो। अनि यस प्रकार छ। यो चाहिँ नानीको किचनहरू यसरी यस प्रकार छ नानीको। यो चाहिँ फ्रिज रहेछ, डबल डुअरवाला फ्रिज। यो चाहिँ है। अनि अर्को रुमतिर पनि देखाउँदैछु। यो चाहिँ बुक्सहरू राखेको रहेछ, बुक्सहरू। यो चाहिँ सिटिङ रुम होला, बसेर खाना खाने रुम जस्तो लाग्यो। यो चाहिँ मजाको पर्दा लगाएर बनाएको उयो रहेछ। खाना खाने डाइनिङ टेबल, डाइनिङ रुम, डाइनिङ हल रहेछ। यो चाहिँ यसरी हो। यो चाहिँ डाइनिङ हल रहेछ, यसरी बनाएको। डाइनिङ हलमा मजाले पर्दा पनि लगाएको रहेछ है। म हजुरहरूलाई देखाउँदैछु। यो चाहिँ डाइनिङ हल रुम। यहाँ चाहिँ बसेर सबैजनाले खाना हुन्छ। डाइनिङ रुम चाहिँ यस्तो रहेछ, हेरिहाल्नु। यो चाहिँ वासिङ मेसिन, कपहरू। यो चाहिँ फेरि अर्को रुम। यो चाहिँ स्टोर रुम जस्तो छ। स्टोर रुमै होला मेरो ख्यालमा। स्टोर रुम जस्तै लाग्यो। चाहिँ स्टोर रुम जस्तो लाग्यो। भाँडासाँडाको, पानी फिल्टरको स्टोर रुम जस्तो लाग्यो। सायद स्टोर रुमै होला। स्टोर रुम जस्तो लाग्यो, स्टोर रुमै होला। यो चाहिँ ग्यास ट्याङ्कीहरू रहेछ, डस्टबिनहरू रहेछ। यो चाहिँ पुरानो एउटा दराज राखेको रहेछ। त्यो सामानहरू, झाडु कुचोहरू, भाँडाहरू चाहिँ यस प्रकार राख्ने गरेको रहेछ। त्यो भाँडा स्ट्यान्ड रहेछ, सानो बडे भाँडा स्ट्यान्ड। ओके, नेक्स्ट ब्लगमा भेटौँ, नेक्स्ट भिडियोमा भेटौँ। सबैलाई धेरै धेरै सम्झना अनि धेरै धेरै माया।
हजुरहरूलाई